स्वीकार्नुहोस् नमस्कार। आज हामी विशेष सृजना सांस्कृतिक समूह साउदी अरबको देउसी भैलो कार्यक्रमको यो कार्यक्रममा छौँ। अहिले भर्खरै यो कार्यक्रम अलिकति ढिलो हुँदै गर्दाखेरि नेपाली राजदूतावास साउदी अरबको तर्फबाट प्रमुख अतिथि राजदूत जो आउँदै हुनुहुन्छ भन्ने खबरले हामी यहाँ बाहिर केही भिडियो र रिपोर्टिङको लागि बाहिर आएको छौँ। पक्कै पनि हामीले हेरेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा र अपेक्षा नै राख्दछौँ र यो विशेष देउसी भैलो कार्यक्रमलाई पक्कै पनि एकदमै रमाइलो र एकदमै आजको कार्यक्रम चाहिँ एकदमै महत्त्वपूर्ण रहेको छ। साउदी अरबमा रहनुहुने जति पनि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र यो साउदी अरबमा कार्यरत रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई लक्षित गरेर एउटा वर्षा दिनको चाडलाई चाहिँ हामीले यसलाई मध्यनजर गरेर आज सृजना सांस्कृतिक समूहले सदा चाहिँ प्रत्येक वर्ष एउटा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेर आज पनि देउसी भैलो कार्यक्रम आयोजना गर्दैछ। तसर्थ पक्कै पनि यदि हामीलाई हेर्दै हुनुहुन्छ अथवा हामीसँग जोडिन चाहनुहुन्छ भने तपाईँहरूलाई पनि हामी स्वागत गर्न चाहन्छौँ। पक्कै पनि हामी तत्पर छौँ र आतुर छौँ भन्न चाहन्छु। र अब केही समयपछि यहाँनिर हामी समक्ष आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यू आज हामी विशेष सृजना सांस्कृतिक समूह साउदी अरबको देउसी भैलो कार्यक्रमको यो कार्यक्रममा छौँ। भर्खरै नेपाली राजदूतावासबाट प्रमुख अतिथि डाक्टर नरेश विक्रम ढकालज्यू उपस्थित भइसक्नु भएको छ आजको प्रमुख अतिथिको रूपमा। र अब हामी केही समयपछि पक्कै पनि हाम्रो कार्यक्रमलाई एकदम सभ्य र भव्य तरिकाले आजको यो कार्यक्रम सम्पन्न गर्नेछौँ भन्ने आशा गर्दछौँ। र अहिले भर्खरै अब हामी लगभग यो 2-3 घन्टाको समयलाई मध्यनजर गर्दै अब हामी लगभग कार्यक्रमको सुरुवाती चरणमा छौँ। तसर्थ राजदूत महामहिम डाक्टर नरेश विक्रम ढकालज्यू आइपुगिसक्नु भएको छ र अब हामी हल प्रवेश गर्नेछौँ। तालीले स्वागत गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछौँ। आजको यस कार्यक्रमलाई सम्बोधन गरिदिनुको हुनको लागि महामहिम राजदूतज्यू यस कार्यक्रम हलभित्र प्रवेश गरिसक्नु भएको तपाईँहरूले प्रत्यक्ष देखिराख्नु भएको छ। तिहार विशेष देउसी भैलो कार्यक्रममा उहाँलाई हाम्रो आयोजक कमिटीको तर्फबाट स्वागत टक्राउन चाहन्छौँ। र जति पनि हाम्रा अतिथि पाहुनाहरू हुनुहुन्छ कृपया एउटा कुनै स्थान लिएर अनुशासित ढङ्गले बसेर यस कार्यक्रमलाई औपचारिक र अनौपचारिक गरी दुईटै चरणको कार्यक्रममा म तपाईँहरूसँग भलाकुसारी गर्नेछु। तबसम्म मलाई तपाईँहरूको एकदमै इनर्जी चाहिन्छ। त्यो इनर्जीको साथमा म कार्यक्रमलाई आसन ग्रहणको लागि म अब अगाडि बढ्न चाहन्छु र विशेष गरेर हाम्रा 4 जना बहिनीहरूलाई खादा ब्याज वितरणको लागि तयारी अवस्थामा बसिदिनु भएकोमा पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै मलाई एकचोटि जोरदार तालीले साथ दिनुहोस्। धन्यवाद। यही जोश यही हिम्मत कार्यक्रमको अन्त्यसम्म चाहिन्छ। हुन्छ, धन्यवाद। सबैको मनमा हर्ष खुसी मन मुटुमा जिएर आऊ दीपावली। अबदेखि दुनियाँमा कतै दुःख नहोस् भनी बगेका ती आँसुहरू पिएर आऊ दीपावली। सबैको मनमा हर्ष खुसी लिएर आऊ दीपावली। धन्यवाद नगेश तामाङ। धन्यवाद यो वावाको लागि पनि दिपेश भाइ। र म आजको यस कार्यक्रमलाई औपचारिक र अनौपचारिक गरी दुईटै चरणको कार्यक्रम गर्दै कुनै पनि कार्यक्रम सञ्चालन गर्नका निमित्त हामीलाई एउटा सभापतिको आवश्यकता पर्ने भएको हुनाले र आजको यस कार्यक्रमको सभापतिको आसन ग्रहण गरिदिनु हुनको लागि यसै सृजना सांस्कृतिक समूहका अध्यक्ष श्री अमृत पौडेलज्यूलाई सभापतिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। कृपया ताली बजाइदिनुहोस्। हामी देउसी तिहार विशेष देउसी भैलो कार्यक्रममा छौँ। म सभापतिज्यूबाट कार्यक्रमलाई अगाडि बढाउनको लागि म अनुमति लिन चाहन्छु। धन्यवाद।
र आजको यस कार्यक्रमलाई सम्बोधन गर्नका निमित्त हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुहुने महामहिम ज्यूकै सुपुत्र शाखा अधिकृत नेपाल सरकारका विकेन्द्र ढकाल ज्यूलाई अनुरोध गर्दछु। दीपक सर एकचोटि कृपया अगाडि आइदिनु होला। यहाँनिर थुप्रै हाम्रो झापली सेवा समाज साउदी अरबका कार्यवाहक अध्यक्ष श्री राजु बरालज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी प्रवासी नेपाली सम्पर्क क्षेत्रीय समिति रियाद साउदी अरब राजसभाका सभापति मनेश लामाज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। कास्की आदर्श समाजबाट कुलबहादुर गुरुङज्यूलाई प्रतिनिधित्व गरेर अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी स्याङ्जाली सेवा समाज साउदी अरबका अध्यक्ष श्री पारस काफ्लेज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी तरुण विभाग विदेश समन्वय समिति साउदी अरबका शाखा प्रमुख श्री गोपाल पङ्गिनीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। र त्यसै गरी मैले नाम छुटाएँ आजको अतिथि आसन ग्रहणको लागि यसै सृजना सांस्कृतिक समूहका अथवा आजका कार्यक्रम संयोजक श्री दीपक रेग्मीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। यहाँ थुप्रै नामहरू मैले प्रशस्त लेखेर आएको थिएँ तर अनुपस्थिति देखिएको कारणले यहाँ तलमाथि हुन गएको छ, त्यसको लागि म आफै चाहन्छु। त्यसै गरी नेपाल तामाङ घेदुङ साउदी अरबका सल्लाहकार श्री सन्तवीर घिसिङ तामाङज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी याक्थुङ चुम्लुङ समाज साउदी अरबका अध्यक्ष श्री गङ्गालाल, त्यसै गरी नेपाली साझा मञ्चबाट यहाँ कसैले प्रतिनिधित्व गर्नु भएको छैन भने म यहाँहरूलाई उहाँको साझा मञ्चको अध्यक्ष श्री अन्जान गुबाजुज्यूलाई पनि म यहीँबाट सम्झिन चाहन्छु तर उहाँ उपस्थित हुनुभएको छैन। त्यसै गरी आजको हाम्रो विशेष गरेर यो कार्यक्रमलाई सफल पार्नको निमित्त कारणवश एकदमै संयोगवश होइन संयोग ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। उहाँ विश्व साइकल यात्री हुनुहुन्छ निरञ्जन अर्यालज्यू। त्यसै गरी अतिथिकै आसन ग्रहण गरिदिनुको लागि म दलित एकता सञ्जाल नेपाल साउदी अरबका अध्यक्ष श्री देवेन्द्र विश्वकर्माज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी साहित्यिक चौतारीका अध्यक्ष भीम विश्वकर्माज्यू उहाँ आफै हुनुहुन्छ, उहाँलाई मैले यहीँबाट सम्झेँ भने म यहाँबाट सम्झिन चाहन्छु। त्यसै गरी तमुदी क्षेत्रीय समिति रियादका कार्यवाहक अध्यक्ष श्री यम तमुज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी म मोरङ सुनसरी सेवा समाजका सल्लाहकार श्री विमल गौतमज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। अनि त्यसै गरी जनसम्पर्क समिति साउदी अरब अतिथिको आसन ग्रहण गरिदिनुको लागि पनि म हार्दिक अनुरोध गर्दछु। दूतावासबाट फ्यामिली भिजिटमा आउनुभएका रूपक सिंह रोकायाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। सञ्जोग पाण्डेज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सफल व्यवसायिक रामचन्द्र राउज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। सामाजिक अभियन्ता लोकेन्द्र भारतीज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु।
त्यसैगरी जनसम्पर्क समिति क्षेत्रीय रियाद समितिका सभापति राजेन्द्र कार्कीज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनु। प्रोप्राइटर किशन विश्वकर्माज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। अनटाइम टिभीका प्रबन्धक निर्देशक श्री राज चेम्जोङज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध। त्यसैगरी संवाददाता श्री लोकेन्द्र खड्काज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी अनटाइम टिभीका अर्का संवाददाता खगेन्द्र बरालज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी किरात राई यायोका क्षेत्रीय समिति रियादका सचिव जहान सिंह राईज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी डिएक्सन रियादका महिला लिडरशिप हुनुहुन्छ शर्मिला मगरज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। डिएक्सन इन्टरनेसनलका विदेशी नागरिक भए पनि नेपाली कला संस्कृतिलाई मन पराउने व्यक्ति मध्ये एउटा व्यक्ति हुनुहुन्छ मिस्टर ली। वेलकम टु द आवर इभेन्ट। थैंक यू मिस्टर ली। अरू लोकप्रिय गायक चर्चित मेन्दोमाया गायक सेलो गायक श्री रोम तामाङज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी म लाल इन्टरटेनमेन्टका प्रबन्धक लाल श्रीपालीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। कलाकार साथीहरूको नाम छ फुर्बा लिम्बू, रोहन परियार, अनि त्यसैगरी धनबहादुर विष्ट, दिवेश घिमिरेज्यूको मैले नाम वाचन गरिसकेको छु अघि नै। अनुप विकल उहाँहरूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। र म नेपाल तामाङ हेरुङका हाम्रा प्रिय भाइहरू सञ्जय घिसिङ, लक्ष्मण लो, त्यसै गरी सम्पूर्णलाई म यहाँबाट सम्झिन चाहे। तपाईहरुले पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको लागि स्वीकार गरेर पाल्नुहुने विभिन्न फोन कल्सबाट आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। सम्पूर्णले उठेर आफ्नो अतिथिको हाम्रो यो एकदमै सम्मानित यहाँलाई सम्मान गर्न चाहन्छौँ। तपाईहरुलाई धेरै धेरै धन्यवाद। तपाईहरुको उपस्थितिले गर्दा आजको यो हाम्रो कार्यक्रमको रौनकता अर्कै लेभलमा पुगेको छ। तपाईहरुलाई धेरै धेरै धन्यवाद। तपाईहरु आफ्नैको लागि एकचोटी जोरदार तालीले साथ दिनु होला तपाईहरु आफैलाई। धन्यवाद। र म अतिथिको आसन ग्रहणलाई अहिले यही नै थाती राख्दै कार्यक्रमको दोस्रो चरण तपाईहरु कृपया धेरै धेरै धन्यवाद। अब एकछिन बसिदिनु होला। र आजको यस कार्यक्रमलाई मिठो धुनसँगै हामी लक्ष्मी मातालाई वर माग्दै आज हामी यो दियोमा बत्ती बाली प्रमुख अतिथि महामहिमज्यू त्यसैगरी मञ्चमा आसीन हाम्रा अनुरोध गर्दछु।
2011 देखि स्थापना भएर नेपाली गीत संगीतलाई माया गर्दै यो शुभकामना आदान प्रदान कार्यक्रम हामीले गर्दै आएका छौं। यहाँ सम्पूर्णलाई यो शुभ दीपावलीको अवसरमा सुस्वास्थ्य, दीर्घायु अनि तपाईहरुले आँटेको चिताको सबै लक्ष्मी मातालाई पूरा गरिदिउन् भन्ने शुभकामना पनि म व्यक्त गर्न चाहन्छु। धन्यवाद राज यात्री सर, तपाईलाई यो मिठो धुनको साथमा। थ्यांक यू। तपाईहरुले यो नसम्झिदिनुहोस् नगेश तामाङले कार्यक्रम सञ्चालन गर्दा जहिले पनि दुःख दिन्छ भनेर नसोच्नु होला। तपाईहरु फेरि यथास्थानमा उभिदिनु पर्ने एउटा अवस्था आएको छ। हामी नेपाली हौं, हाम्रो राष्ट्रलाई कहिले पनि भुल्नु हुँदैन, हाम्रो नेपाली माटोलाई कहिले पनि भुल्नु हुँदैन। हाम्रो त्यही नेपाली माटोमा हाम्रो जन्म भएको हो, त्यही जन्म भएको कारणले हामी हाम्रो नेपाली माटोलाई माया अनि सम्मान स्वरूप नेपाली राष्ट्रिय गानामा म शरीक भइदिनु हुनको लागि म यहाँहरु सम्पूर्णलाई यथास्थानमा उभिदिएर राष्ट्रिय गानामा शरीक भइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दै लाल श्रीपाली ज्यूलाई राष्ट्रिय गाना बजाइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। खाजा र प्याजले सम्मान गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी समाजसेवी रोशन थापाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दै म फेरि पनि उहाँहरूलाई अतिथि पाहुनाहरूलाई म फेरि पनि पछि जोड्ने छु भन्दै म आजको यस कार्यक्रमलाई भइरहेको छ। र म आजको यस माहौललाई अथवा भएका महामहिमराज्यज्यू, विभिन्न सङ्घ संस्थाबाट पाल्नु भएका सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, भातृ संगठनका प्रतिनिधिज्यूहरू, समाजसेवी व्यक्तित्वज्यूहरू, विभिन्न Hey,
ठुलो नोट मैले हालेको दिन्छु हेरौला टाढाबाट आइयो धेरै धेरै चाहियो झिलिमिली चिल्ला देउसी खेल्दै आशिष दिन सुरु गरियो भन भन भाइ हो राम्ररी भन सुर्मीलाई भन देउसी र खाना झिलिमिली झिलिमिली के को झिलिमिली भक्तिको झिलिमिली फुलको झिलिमिली भाइ हो राम्ररी भन सुर्मीलाई भन नेपालीको शान विश्वमा चिनाउँदै उहाँ साइकल यात्री निरञ्जन अर्यालज्यू हुनुहुन्छ। उहाँलाई हाम्रो तर्फबाट साउदी अरबमा बसेको नेपालीहरूको तमाम नेपालीहरूको मुटुबाट तपाईँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ। र आज यो भइरहेको कार्यक्रमबाट यो सृजना सांस्कृतिक समूहको आयोजकको तर्फबाट नभएर देउसी भैलोबाट उठेको रकम मध्येबाट हामी तपाईलाई साउदी रियल 500 रियल हामीले भर्खरै दिने घोषणा गर्यौं र यो दिनको लागि यो प्रदान गरिदिनको लागि म यस कार्यक्रमका सभापति अनि त्यसैगरी प्रमुख अतिथि महामहिमज्यूलाई म हार्दिक अनुरोध गर्दछु। अनि त्यसैगरी झापली सेवा समाज झापली फुटबल क्लबका अध्यक्ष गोपाल आचार्यज्यूको तर्फबाट पनि 100 रियल दिने उहाँले दिइसक्नु भएको छ। 100 यसो गरेर 600 भएको छ। यदि तपाईहरु कोही यदि फेरि पर्सनली दिन चाहनुहुन्छ भने कृपया नाम सहित यहाँ मलाई दिनु होला ताकि फेरि म उहाँलाई पाचन गरेर कसले कसलाई दिएको भनेर हामी प्रष्ट रूपमा बताएर यहाँ हामी पाचन गर्ने छौं। र अहिलेलाई म यो निरञ्जन अर्यालज्यूलाई यो ग्रहण गरिदिनुको लागि म सभापतिज्यू रहोस्। आउँदा दिनमा यसरी नै नेपालीहरूलाई विश्व सामु चिनाइदिनु हुनको लागि पनि म हार्दिक आग्रह गर्दै यो उठेको रकम म निरञ्जन अर्यालज्यूलाई ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु।